आदरणीय दर्शकज्यू नमस्कार। आज यो भिडियोमा हामी एउटा महत्त्वपूर्ण पुस्ता अर्थात् जेनेरेसन जेड वा जेनजीको बारेमा कुरा गर्नेछौँ। जेनजी भन्नाले विक्रम सम्वत 2054 सालदेखि 2069 को बीचमा जन्मिएका पुस्तालाई जनाइन्छ। अहिले नेपालमा यो पुस्ता विद्यार्थी, युवा, कार्यकर्ता, उद्यमी, सामाजिक सञ्चालनका प्रभावकारी पात्रदेखि लिएर राजनीतिमा प्रवेश गर्न लागेका सम्मका रूपमा देखिन्छ। प्रश्न उठ्छ, के यी पुस्ता आन्दोलन गर्छ? देश विकासमा परिवर्तन ल्याउन सक्षम छ? के यो पुस्ताले समाजमा भएको जातीय विभेद जस्ता कुसंस्कारको अन्त्य गरी समुन्नत समाज बनाउन सक्छ? के लैङ्गिक विभेद, आर्थिक विभेद आदिलाई समाप्त पारी स्वच्छ समाजको निर्माण गर्न सक्छ? अनि के समृद्ध नेपाल र खुशी समाज बनाउन सक्षम छ? जेनजी डिजिटल पुस्ता हो। यो पुस्ता इन्टरनेट, मोबाइल, टिकटक, इन्स्टाग्राम, फेसबुक, युट्युब जस्ता सामाजिक सञ्जालसँगै हुर्किएको हो। यसले सूचना सजिलै पाउँदछ र आफ्ना विचार तुरन्तै साझा गर्न सक्दछन्। यसले दुनियाँलाई विश्वव्यापी रूपमा हेर्छ, तर आफ्नै समाजमा हुने अन्याय, विभेद, भ्रष्टाचार प्रति चर्को प्रतिक्रिया दिन पनि पछि पर्दैन। नेपालमा देखिने विभिन्न आन्दोलन, वातावरण संरक्षण अभियान, अनलाइनमा ट्रेड हुने मुद्दा, महिला अधिकार र समानताको सवालमा जेनजीको सक्रियता उल्लेखनीय हुनुपर्छ। इतिहासमै हेरौँ, प्रत्येक पुस्ताले आफ्नो समयमा आन्दोलन मार्फत परिवर्तन ल्याएको छ, तर जेनजीको आन्दोलन शैली फरक हुनेछ। यो पुस्ताले सडकमा मात्र होइन, सामाजिक सञ्जाल मार्फत आन्दोलन गर्नेछ। फेसबुक पोस्ट, ह्यासट्याग क्याम्पेन, टिकटक भिडियो र युट्युब ब्लग मार्फत आफ्ना माग र आवाजहरू सरकार सम्बन्धित निकायसम्म पुर्याउँदछ। उदाहरणका लागि शिक्षा सुधार, बेरोजगारी समाधान, वातावरणीय सङ्कट, लैङ्गिक समानता र सुशासनका लागि आवाज बुलन्द गर्न जेनजी अगाडि आउनेछ। यसले सरकारलाई सजिलै चुप लगाउन सक्दैन, किनभने यो पुस्ता प्राविधिक रूपमा सक्षम छ र अनलाइन सञ्जाल मार्फत मात्र जनमत निर्माण गर्न चाहन्छन्। विकासमा देश विकासमा जेनजीको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ। आजको युवा पुस्ता केवल पढाइ लेखाइमा सीमित छैनन्, बरु उनीहरू नयाँ प्रविधि, सोच र कार्यशैली सहित अघि बढिरहेका छन्। शिक्षामा जेनजी पुस्ता इन्टरनेट र प्रविधिसँगै हुर्किएको पुस्ता हो। धेरैजसो युवा अहिले आइटी, एग्रोटेक, रोबोटिक्स, इनोभेसन, डिजिटल मार्केटिङ जस्ता क्षेत्रमा आफ्नो दक्षता बढाइरहेका छन्। उनीहरूले सिकेको ज्ञान प्रयोग गरेर नयाँ नयाँ स्टार्टअप सुरु गर्दछन्, जसले नेपालमा नयाँ सम्भावना र अवसरहरू खोल्दछन्। सामाजिक चेतना यो पुस्ता भ्रष्टाचार विरुद्ध बोल्ने, वातावरण संरक्षण गर्ने, समाजमा भएको जातीय विभेद, छुवाछुत जस्ता कुसंस्कारको अन्त्यका लागि सचेतना जगाउने, लैङ्गिक, शैक्षिक, आर्थिक विभेद र ग्रामीण क्षेत्रको समस्या उजागरण गर्नेमा महत्त्वपूर्ण भूमिका यो पुस्ताले अत्यन्त महत्त्वपूर्ण रूपमा अगाडि हुनुपर्छ। रोजगारमा पुरानो पुस्ता प्राय जागिर खोज्ने मानसिकतामा अड्किएको पाइन्छ, तर जेनजी पुस्ता भने आफ्नै उद्यम सुरु गर्ने, नयाँ व्यवसाय खोल्ने, अनलाइन मार्फत काम गर्ने र स्वरोजगारतर्फ अघि बढ्ने मानसिकतामा छन्। यसले बेरोजगार युवालाई अवसर दिन्छ र देशकै अर्थतन्त्रलाई बलियो बनाउँदछ। विश्व दृष्टिकोण आज धेरै
जेनजी युवाहरू वैदेशिक शिक्षा, अनलाइन कोर्स र अन्तर्राष्ट्रिय अनुभवबाट लाभान्वित भएका छन्। तर उनीहरू केवल विदेशमै बस्ने होइन, सिकेको ज्ञान नेपालमै प्रयोग गर्ने सोचमा छन्, जसले नेपालको विकासलाई नयाँ ढाँचामा अघि बढाउँदछ। प्रविधि मैत्री सोच। जेनजी युवा डिजिटलाइजेसनलाई जीवनको अङ्ग मान्दछन्। उनीहरू सरकारी सेवा सुविधा पारदर्शी र छिटो बनाउन ई-गभर्नमेन्टको माग गर्दछन्। कागज पत्रमा समय खेर फाल्ने भन्दा अनलाइन प्रणाली प्रयोग गरेर भ्रष्टाचार घटाउन र सेवा प्रभावकारी बनाउन चाहन्छन्। जेनजी केवल नयाँ पुस्ता मात्र होइन, परिवर्तनको स्रोत हो। उनीहरूको नवप्रवर्धन, सामाजिक चेतना, रोजगार सिर्जना गर्ने क्षमता, अन्तर्राष्ट्रिय दृष्टिकोण र प्रविधि मैत्री सोचले नेपालको विकास नयाँ अध्याय लेख्न सक्दछन्। समृद्ध नेपाल बनाउन सबभन्दा ठुलो सम्पत्ति भनेको ऊर्जावान युवा हो। नेपालमा हाल झन्डै आधा जनसङ्ख्या युवा वर्ग छ र तीमध्ये ठुलो हिस्सा जेनजीकै हो। यदि यस पुस्ताले आफ्नो ऊर्जा पढाइ, उद्यमशीलता, विज्ञान र सामाजिक नेतृत्वमा लगायो, विभाजनभन्दा सहकार्यमा ध्यान दियो र राजनीतिक नेतृत्वलाई जवाबदेही बनाउन निरन्तर दबाब दियो भने यो पुस्ता नेपाललाई समृद्धिको बाटोतर्फ लैजान सक्षम हुनेछ। जेनजीमा नयाँ सोच, साहसिकता, प्रविधि ज्ञान र परिवर्तनकारी दृष्टिकोण छ। यी गुणले नै देशलाई सपना मात्र होइन, व्यावहारिक समृद्धितर्फ लैजान सक्नेछ। अन्ततः भन्नुपर्दा जेनजी केवल सामाजिक सञ्जालमा रमाउने पुस्ता मात्र होइन, परिवर्तनको वाहक पनि हो। आन्दोलन गर्ने शैली आधुनिक छ, तर लक्ष्य उस्तै छ, न्याय, समानता र विकास। यदि यो पुस्ताले आफ्नो शक्ति, ज्ञान र सक्रियतालाई सकारात्मक दिशामा प्रयोग गर्यो भने निश्चय नै समृद्ध नेपाल बन्न सक्छ। अब प्रश्न यो हो कि हामी सबै जेनजीलाई विश्वास गर्न सक्छौँ र सहकार्य गर्नेछौँ। जेनजीले भविष्य देख्दैछ, परिवर्तन उनीहरूले ल्याउनेछन् र समृद्ध नेपाल हाम्रो सामूहिक सपना उनीहरूको हातबाट सम्भव हुनेछ।